नमस्कार, तपाईहरुमाझ आज टेली ERP9 कसरी डाउनलोड गर्ने र यसलाई सेटअप कसरी गर्ने र फुल एक्टिभेटेड कसरी गर्ने भन्ने विषयमा भिडियो तयार पारेको छु। भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। साथै यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनु होला र साथमा रहेको बेल आइकनलाई थिच्नु होला ताकि हामीले कुनै विषयवस्तुमा बनाएको भिडियो राख्दाबित्तिकै हजुरको युट्युबमा नोटिफिकेसन जाओस्। अब भिडियो सुरु गरौँ। अब यहाँ मैले टेली ERP9 को फाइल राखेको छु। अब यो फाइल कसरी डाउनलोड गर्ने भन्ने विषयमा मैले यही भिडियोको डिस्क्रिप्सनमा लिंक राखिदिएको छु। त्यो लिंकलाई तपाईहरुले जस्ट ओन क्लिक गरेपछि यो डाउनलोड हुन्छ। यो डाउनलोड भइसकेपछि यसलाई सुरुमा एक्सट्र्याक्ट गरौँ। एक्सट्र्याक्ट गर्दा पासवर्ड माग्छ। पासवर्ड चाहिँ CTS नेपाल CTS NEPAL CTS नेपाल हालेर ओके गर्नुस्। ओके गरिसकेपछि हाम्रो एक्सट्र्याक्ट भएको फाइल यहाँनिर छ। अब हामीले यसलाई ओपन गरौँ। ओपन गरिसकेपछि यसलाई भित्र जाउँ। भित्र पनि फेरि टेली ERP9 भनेर अर्को जिप फाइल छ। यसलाई हामीले फेरि एक्सट्र्याक्ट गर्छौं। अनि त्यो गरिसकेपछि यहाँ हाम्रो फाइल छ। फाइल हाम्रो यहाँ सेटअप फाइल छ र यो गर्नभन्दा पहिला अब यत्न पुग्नभन्दा पहिला हामीले सुरुमै यसलाई डिफेन्डर अफ गरौँ। डिफेन्डर अफ गरेपछि सेटअप गर्ने बेलामा कुनै समस्या आउँदैन। यहाँ भाइरस एन्ड थ्रेट प्रोटेक्सनमा गएर अनि यहाँ गएर यहाँ म्यानेज सेटिङमा गएर यहाँ मैले यो रियल टाइम प्रोटेक्सन त मैले अफ गरिसकेको छु। उता पर्मानेन्ट अनि यिनी चाहिँ अफ गर्नुस्। अनि यो पर्मानेन्ट डिसेबल कसरी गर्ने भन्ने विषयमा मैले यस अघि नै भिडियो राखिसकेको छु। त्यो भिडियो हेरेर पर्मानेन्ट डिसेबल पनि गर्न सक्नुहुन्छ आवश्यक भएको खण्डमा, अथवा केही समयको लागि बन्द गर्न सक्नुहुन्छ। अनि बन्द गरिसकेपछि यसलाई हामीले रन गर्छौं। एप्लिकेसन लेखेको फाइललाई अनि नेक्स्ट गर्छौं अनि नेक्स्ट गर्छौं अनि यहाँ कन्ट्री इन्डिया देखाएको छ। यसलाई ओदर गराउँछौं अनि त्यसपछि इन्स्टल गर्छौं अनि फिनिश गर्छौं। अनि यहाँ मैले अब त्यो सेटअप भइसकेको छ। यहाँ मैले डिफेन्डरले अझै पनि हामीलाई समस्या दिइराखेको छ। यसलाई मैले यहाँ सेक्युरिटी ड्यासबोर्डमा गएर मैले यहाँ अफ गर्छु अथवा अलो गर्छु। यहाँ गएर मैले लो गरेँ अनि एक्सनमा गएर मैले रिस्टोर गरेँ। अनि हाम्रो डिफेन्डरले हटाएको फाइललाई मैले रिस्टोर गरेँ। अनि त्यसपछि यहाँ टेली खोलिसकेपछि यसभित्र हाम्रो टेली ERP9 भित्र यो टेली भन्ने एप्लिकेसन लेखेको फाइललाई हामीले कपी गर्छौं। अनि कपी गरिसकेपछि हामीले यसलाई मिनिमाइज गरेर यहाँ टेली भित्र ओपन राइट क्लिक गरेर ओपन फाइल लोकेसनमा गएर हामीले यहाँ यो टेली पहिला भएको फाइललाई हामीले रिप्लेस गर्छौं। यहाँ राइट क्लिक गरेर पेस्ट गर्छौं अनि रिप्लेस द फाइल गर्छौं। अनि यति गरिसकेपछि अब हामीले यहाँ टेली खोल्छौं। टेली खोल्दा नर्मल्ली यसरी खोल्ने हो भने हाम्रो एक्टिभेसन कीहरु
यहाँ टाइप गर्न मिल्दैन। त्यस कारणले हामी के गर्छौँ, सुरुमा यसलाई एक्जिट गरिसकेपछि यसलाई राइट क्लिक गरेर रन एज एडमिनिस्ट्रेटर गर्नुपर्छ। यो गरेर यस गर्छौँ। अनि यस गरिसकेपछि अब एक्टिभ लाइसेन्समा क्लिक गर्यौँ। अनि फर्स्ट टाइममा क्लिक गर्यौँ अनि सिरियल नम्बरमा 1 2 3 4 5 6 राखौँ। अनि एक्टिभेसन कीमा पनि 1 2 3 4 5 6 राखौँ। अनि त्यसपछि यहाँ हाम्रो इमेल एड्रेसमा पनि 1 2 3 4 5 6 @gmail.com राख्यौँ। अनि यसलाई मैले इन्टर गर्दै अब यति गरिसकेपछि यसलाई हामीले ESC गरेर क्विट गर्छौँ। अनि फेरि यही फाइलभित्र जान्छौँ। फेरि यही सेटअप भएको फाइलमा राइट क्लिक गरेर ओपन फाइल लोकेसन गर्छौँ। अनि गरिसकेपछि यहाँ तलपट्टि हाम्रो के छ भन्दा टेली _req.lic भन्ने हाम्रो फाइल छ। त्यसलाई हामीले रिनेम गर्छौँ। रिनेम गरिसकेपछि यो हामीले बिचको REQ यो टेली __ अनि REQ फाइललाई हटाएर हामीले रिनेम गर्छौँ अनि क्लोज गर्छौँ। अब हामीले टेली ERP9 लाई खोल्छौँ। यति खोलिसकेपछि अब हाम्रो यो टेली ERP9 चाहिँ फुल भर्जनको भएको छ। अब हामीले यहाँबाट कम्पनी क्रिएट गर्नेदेखि लिएर सबै कामहरू गर्न सक्छौँ। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। हस् त, धन्यवाद।